बिचरा रवि लामिछाने फेरि चाहिँ हिरासतमा गए के भने लगे जबरजस्ती। सबै यो केपी ओलीका गु बिहान र बेलुका एक एक चम्चा गु खानेहरूले मात्रै भने हो केपी ओली शेरे नेपालकी भाउजू भनाउँदी यिनीहरूले। कसम मैले पनि 100% ग्यारेन्टी दिन्छु सहकारी रविले ठगेकै छैन। यस्तो प्रमाणहरू हुँदै नहुँदा पनि कस्तोसम्म दमन गर्न सक्यो हो यार, दङ्ग पर्छु। यो पावरको आडमा यतिसम्म पनि गर्न सकिँदो रहेछ। तर केपी ओली अहिले प्रधानमन्त्री छ, मर्ने बेलामा हरियो काँक्रो भन्छ त्यही हो। यो यति अप्ठ्यारो पार्नुहुन्छ एउटा पार्टीको सभापतिलाई। यो अवस्थामा कुनै अरू नागरिक हुन्थ्यो भने कसम पहिल्यै कि चाहिँ यसलाई चाहिँ दमन गर्ने मान्छेलाई मार्थे या खुद मर्थ्यो। रवि लामिछाने यस्तो मान्छे हो, निडर, लिडर र साहसी र एउटा भिजन, एउटा टार्गेट भएको मान्छे हो रवि लामिछाने। न कहिले डरायो न कहिले डराउने छ। जहिले उठ्छ बाघ भनेरै उठ्छ। उसले आफैले भनेको छ नमारेदेखि मलाई जसले यो करतुत गरेको छ तिनीहरूलाई मैले एक एक गरेर बदला लिन्छु भनेकै छ। तर राम्रोसँग बदला पनि लिन्छ। तपाईँको शरीर, तपाईँको छाला अहिलेदेखि तयार पारेर राख्नुहोस्। नुन खुर्सानी चाहिँ छाला काटेर छर्किने नै हो। रवि लामिछाने नडराउ, सबै जनता अझै पनि तिम्रो साथमा छ। 95% तिम्रो साथमा छ। के गर्नु, सत्ता यिनीहरूको हातमा भएपछि हामी पाखुरा भएकाले ढलाउन नसकिँदो रहेछ। सिस्टमबाटै ढलाउनु पर्ने रहेछ। सिस्टमबाटै ढल्छ, नआट्यो। बी स्ट्रङ रवि, वी आर विथ यू। जय हो।